हाम्रो 1 वर्षपछिको फेरि त्यही यात्रा। गन्तव्य फरक, मुहारहरू भने एउटै। हामी यसभन्दा अगाडि जामाचु गुम्बा, शिवपुरी राष्ट्रिय निकुञ्ज, गोदावरी जस्ता ठाउँहरू यहाँहरूमाझ प्रस्तुत गरिसकेका छौँ। आज फेरि एउटा नयाँ यात्रा, गन्तव्य मणिशुद्धह। साँच्चै नै हो रहेछ, गन्तव्यसम्म नपुगुन्जेलसम्मको लागि यात्रामै हुने रहेछ रमाइलो, र यात्रामै बन्ने गर्छ प्राय सम्झनाहरू पनि। 1 वर्षपछिको यो हाम्रो आगमन हाम्रो लागि निकै कठिन थियो यो यात्रा, र निकै लामो पनि। समयको कमी र हिँड्न नसकिने कारणले गर्दा नै हामी गन्तव्यसम्म पुग्न सक्दैनौँ भनेर बीच बाटोबाट नै फर्किने निर्णय गरेका थियौँ, र यसैबीच उहाँ दाइहरूको सहयोगबाट हामी आफ्नो गन्तव्यसम्म पुग्न सफल भयौँ। Hey guys, welcome back to my new vlog and welcome back to my channel. I hope तपाईहरु पनि सन्चै आरामै हुनुहुन्छ होला। त्यहाँ मुसा भन्ने मान्छे एउटा कराइरहेको छ, ट्याउ ट्याउ ट्याउ। दादाले बोलायो भने बहिनीहरु बोल्छ। So hey guys, welcome back to my new vlog and welcome back to my channel. I hope तपाईहरु पनि सन्चै आरामै हुनुहुन्छ होला। म चाहिँ अहिले अलि सन्चो छैन, सास फुलिरहेछ हैन। So त्यही हो, आज चाहिँ अलि सास फुलिरहेछ। सो आज चाहिँ हामी कहाँ जाँदैछौँ भने चाहिँ तपाईँले टाइटल अथवा डिस्क्रिप्सन थम्बनेलहरुबाट सबैबाट थाहा पाइसक्नु भयो होला। सो त्यही हो, आज चाहिँ हाम्रो चाहिँ हाइक 1 वर्षपछि नै हाम्रो सबैजनाको हाइक स्टार्ट भइसकेको छ। यहाँ दुईटा भाइ त्यहाँ अनि उत्तर राकेशहरू हुनुहुन्छ। सो त्यही हो, 1 वर्षपछि फेरि हामी कमब्याक गरिसकेको छौँ। अनि अहिले चाहिँ हामी सुन्दरी जलबाट चाहिँ टिकट सेयर काटेर वी स्टार्ट टु हाइक मणिशुद्धह। सो लेट्स सी पुग्छ कि पुग्दैन। धन्यवाद ए मोटिभेसनको लागि, थ्याङ्क यू। अब चाहिँ हामी स्योर पुग्छ भन्ने आशा छ है। यतिको चाहिन्छ मोटिभेसन के मोटी अनि भेसन भ्याकेसन त होइन नि फेरि। तर त्यो मान्छे पातली भेसन यार, मोटो छैन। लोज मान्छे हुँदो रहेछ नि त। नि पहिला पनि आएको थियो, हामी चाहिँ बिचबाट नै फर्केको थियौँ। सो योपालि चाहिँ हामी कम्प्लिट गर्ने आशा छ। सो लेट्स सी, हेरौँ त के हुन्छ। सबजना थाकिरहेछ ओहो, गप गप हैन खतरा। सो हामी चाहिँ बिचमा आइसक्यो होइन। अनि आजको हाम्रो ग्रुपमा चाहिँ म छु, राकेश, नयाँ अनि भाइ। हेलो, लभली वेलकम छ है तिमीहरूलाई फेरि दुईजनालाई होइन। सो त्यही हो, हामी चाहिँ बिचमा आइसक्यो। त्यहाँनिर चाहिँ आर्मीको चेक थियो होइन, आर्मीको चेक थियो त्यहाँ चाहिँ। अब इफ तपाईँहरू पनि नयाँ आउँदै हुनुहुन्छ भने सुन्दरी जलको साइड मासु चाहिँ लिएर नआउनु होला, किनकि इन्ट्री हुँदैन रहेछ यहाँ चाहिँ। अनि स्पिकर, गिटार आदि इत्यादि केही पनि नलाउनु होला। सो त्यही हो, यहाँनिर चाहिँ ल्याएर रखिदिन्छ चक्कु सक्कु यताउति चिकनको आइटमहरू, बफ सप होइन, मोमोसम्म के ल्याउनुहुन्छ सब स्थगित, फेरि सब क्यान्सिल, सब क्यान्सिल ल्याउने होला। यहाँ मुसा सेम, ओहो हाइट पनि उत्रै मान्छे। त्यो घर चाहिँ हिँड्न मात्रै हो क्या अलिकति, नत्र त सेम हुन्थ्यो। कस्तो भने कस्तो प्राउड फिल लाग्यो त्यो बिरालो भन्दाखेरि यार। अनि त्यही हो, केही पनि ल्याउनु होला है, नलाउनु होला, ल्याउँदै नलाउनु होला। सो सब चेक हुँदो रहेछ यहाँ चाहिँ। अरूको हाइक भन्दा पनि होइन, हामी धेरै ठाउँमा हाइकिङ गयौँ, बट यहाँनिर चाहिँ पढाइ नै हुँदो रहेछ अलिकति चेकिङ। बोल्ती बन्द भयो क्या बेटा तेरेको त। सो रमाइलो भइरहेछ हाम्रो यहाँ हाइक मुसा। हेलो बाई 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 बाई। वाट के कुरा हो यहाँ हाम्रो म्याम। हेलो नयाँ जोइनिङ है ऊ चाहिँ।
हिँड्दैछौँ भाइलाई भेट्दैछौँ यसरी हिँडेर अनि आधा नि भएन रे सो लेट्स सी हेर्नुहोस् है त हाम्रो चाहिँ डह्रो भइरहेको छ यो खुट्टा पोलिसक्यो हो यहाँ चाहिँ हो क्या हो अझ सो त्यही नै हो सिनेमेटिक सर्टहरू आउँछ हेरिदिनु ल हामी चाहिँ एउटामा पहिला पनि आएको थियो क्या होइन सञ्जीव भाइ ड्याम ल ल ल ल ल अनि यहाँ चाहिँ सानो ड्याम छ क्या चाहिँ त्यो जलविद्युत आयोजनाको मेरो मेरो साथी अलिक सही टाइपको छ क्या निशालाई बोक्न पर्ने क्या त्यो राकेशको उतो माल हातमा लिएको कहाँ त्यो झोला स्यापै झोला ओए तिम्रो त उनी चेन गएछ त ओए निशा तिम्रो चेन गएको भने हो भोक लाग्यो क्या है देऊ त अलिकति खान्थ्यो यो लगाइदिनु न लुगा लगाइदिनु हेलो यस्तो बाटो हो नि ल ल ल हेलो गाइस ए म त मलाई देखाएर यो चाहिँ बिरालो हो आमामा कति राम्रो डान्स हजुरहरूलाई कतै डान्स टिचर चाहिएको छ भने भन्नु होला सम्पर्क गर्नु होला न देऊ सो यस्तै यस्तै बातचित चलिरहन्छ मुसासँग होइन त्यही नै हो ल 2 घन्टाको कडा परिश्रम पछि हामी यो भ्यू पोइन्टमा आइपुग्छौँ यहाँबाट चाहिँ अझै पनि 1 घन्टा लाग्छ सो अहिले कति बजी भन्दा त्यस्तै 3 बज्न आयो होला गाडी आ जस्तो हेर्छ कहिले पुग्ने थाहा छैन हामी सौरा जा जस्तो छ के त्यही पनि बसिरहेछौँ आहा त्यो बुलेर आएर मुसी दक्षर हिँड्दा नि 15 मिनेट आधा बाटो आइदिनु 15 मिनेट भनेको होला देखाइदिनु टिकटक हो 15 मिनट लेफ्ट अहिले त सधैँ 5 मिनेट पुग्छ भने सो हामी चाहिँ माथि आइपुग्यो गाडीमा झरेर त्यो थ्याङ्क यू सो मच अगाडि भन्न सक्दिनँ थ्याङ्क यू सो मच आइहरू बिग साउट आउट मैले यहाँमा भनेको मैले थोरै सुनि गरेर भनेको थिएँ नि सो अब चाहिँ हामी मासतिर हाइक गरेछौँ मुसी अब 5 मिनट भन्छ 5 मिनट त अघि नै भइसक्यो वापस यहाँको अहिलेसम्म हामी पुगेन गन्तव्यमा सो रमाइलो छ मेरो भयो रमाइलो त भएको थिएन गाडीमै रमाइलो भएको थियो गाडी यहाँ चाहिँ भएको थियो अहिले पनि भइरहेको अलिअलि छ्यासा छिस्या भयो नि सञ्जीव सर कहाँ गयो सर प्लिज कम हियर अनि हाउ टु फिल राइट नाउ ब्रो कस्तो फिल भइरहेछ पसिना हानेको यो योद्धाको रगत हो यो हो कि नै मेहनत हो यो 5 घन्टा हिँडेको मेहनत हल्का गाडी पनि चढ्दियो अब चाहिँ पुगिन्छ कि पुग्यो हामी पुग्यो अब त यही त हो नि यो पछिको उतापट्टि चाहिँ हो क्या उतापट्टि चाहिँ भ्लग बनाउँदै गएर उतापट्टिको भ्यू देखाउनु पर्छ क्या हेर्ने त हेर्ने हो हामी आइपुग्यो नि त आइपुग्यो गाइस ल हेर्न सक्नुहुन्छ यहाँ 3 2 1
हात त्यसलाई क्लु भएको त मान्छेहरू त So we reach every place. मै ढल्छ नि बेला गर्छु पाल्पडी पहिला अनि त्यसपछि बिस्तारै यता हामीलाई पाल के सही छ त महासँग कति थोरै मान्छे त है मान्छे छैन रहेछ त है यस्तो भने हामी मात्र भयो हामी मात्रै भयो त हामी मात्रै कि उही के हो यार वो पिँदा च्याड खाँदा ठाउँ त दह ए होइन दह So finally we did it. Yes. यहाँ त आइपुग्यो यहाँ यहाँबाट बढी बोल्नै आउँदैन हेलो गाइज वेलकम टु माई मिनी ब्लग घरको आइपुग्यो सो अब त्यही हो अब सिनेमेटिक सर्ट सो लेट्स गो एउटा र दुई तीनटै लिनु अनि एउटा मात्र भयो चटपटे हाल्ला भागलाम न यहाँ एउटा ल त भन्नु न तपाईँ र म के जुम्दान ल जुम बनाउ ल ल भन सबैको फेस देखाउ ल खाइ ल गिलास छैन कि बच्चाहरूलाई मात्रै कम ल्याएछ क्या है अब हामीले पनि त्यही हो बोतलबाटै खाने भनेले ग्लास लिनु होइन फेरि हजुरहरूलाई चाहिएन यहाँ आएर हजुरले ल्याउनु भएको छैन ल स्प्राइट खाने मान्छे खानपान सक्यो फोटोसुट पनि सक्यो होइन संसार सो लेट्स सी दाइहरू यता हुनुहुन्छ सबैजना है अनि अब फोटोसुट हुन्छ सो हियर वी गो सञ्जीव प्लिज टेक दिस म उता घुम्न जान्छु होइन उति नै गर्छु एकछिनको लागि हेलो गाइज सन्चै हुनुहुन्छ सन्चै घुम्न गएको छ उतापट्टि अनि बिस्तारै घुम्दै फिर्दै आइपुग्यो मनिचो त होइन आधा बाटो सन्चै हिँडेर आधा बाटो फेरि गाडीमा अच्छे लगे दिल को मेरे पड़ गए साबरे साया तेरा बन के चलूं इतना है ख्वाब रे यो मणिचुद्ध ग्याङ यो चाहिँ हाम्रो यो चाहिँ हो मणिचुद्ध
यहाँ फोटोसुट हुँदैन यहाँ पछाडिको भ्यू हेर्नु नि कस्तो दामी हो यहाँ यहाँ आउन यहाँ ल घुम त अब एकचोटि सत्र अब यता हेर हाँस एकचोटि चिक्क कोही माएको यहाँ म गम्मै गइरहेको छु यार दामी देख्यो यो चाहिँ ओपन द च्याट यो ताल छ यो तालको रहस्य चाहिँ के हो खासमा म भरे गएर युट्युब गुगल सर्च गर्छु हिस्ट्री चेक गर्छु त्यो अघिको दाइहरू चाहिँ उतापट्टि हुनुहुन्छ होइन उतापट्टि घुमिरहनु भएको छ अनि त्यही हो थ्याङ्क यू सो मच दाइहरू खासमा ल्याइदिनु अब लैदिनु पनि हुन्छ होला त्यही नै हो राजाजी भन्ने चाहिँ खतरा हो क्या सिनेमेटिक है सिनेमेटिक सर्ट यता हेर हेर नि अहिले खै हात हार अगाडि गइसक्यो जाम न त के छ र आफ्नो त नि देख रहा पेंदिम जी माथा ल भएन सुरु हो एकचोटि सुन्नु ल तिमी भरे हामी चाहिँ धाइरानी अलि नजिक बसौँ न थोरै चारजना टोल्छ छाम्छिउले आवाङ नि क्या नजिक भिडियो यो चारजना चाहिँ पछाडिको चाहिँ अलिअलि फराकिलो गरेर बसौँ न ल सुरु भयो प्र्याक्टिस गरौँ न ल प्र्याक्टिस अलि टास्यौ न खुट्टा कि नचलाउने हल्का त्यही घाम चाहिँ उयो क्या चुमी खाप जिम्मे चन्द्रमा चाहिँ राम्रो छौ जम्बदानी प्यारी छौ तिमी भने हामी चाहिँ धाइरानी माया आँखी जलैमा ल पर्फेक्ट ngâm ơi đố là ngâm thôi tích tích vào nó ôi thì quay ra cái nào này Cameraman चाहिँ गाउँसँग माग्नु जियो फेरि 3, 2, 1 go पात सिरानी लाउन देऊ बहिनीको दाहिने हात दाइ लभली वेलकम छ ल मेरो ब्लगमा ल खै स्पिकर ल्याउ न लगेज आउट तपाईलाई पनि ल ब्लग आउँछ ब्लग नेम बिग साउट आउट है बिग साउट आउट हाम्रो गाडी ढिला भइसक्यो हाम्रो गाडीले अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ सो यसलाई यहीँ अन्त्य गरिदिन्छौँ है त ल लेट्स सी यू सुन नेपालमै छौँ भने हामी आउनेछौँ हामी फेरि आउनेछौँ आजलाई यति नै ताता थैया अब तलतिर निस्किनु पर्ने हुन्छ हामी दाइहरूको सुट पनि सकिसकेको छ यहाँ र यो टोली मुभ सो अब चाहिँ तलतिरको ब्लग हेर्नु है त बाई बाई
सिउसुन है सिउसुन बिराजी ओके बाई बाई फर्किसकेको छौँ ल यति बेला अनि सो त्यही हो इन्जोय गरेर हेरिदिनु होला सिनेमेटिक सर्टहरू अलिकति बढी आउँछ दाइलाई पनि लभली वेलकम छ मेरो भ्लगमा है हेलो दाइ लभली वेलकम छ ल हजुरलाई ल विराज अफिसियल 20 ल 3-4 दिन ल सो त्यही हो अहिले चाहिँ हामी फर्किन्छौँ सो फर्किसक्यौँ बिग साउट आउट टु दाइहरूलाई है धेरै नै निशा एक डान्स निशा डान्स जाऊ न त डान्स सो गाइस फर्किसकेको अवस्था होइन अब बिस्तारै बिस्तारै अब ओह्रालो लाग्नुपर्ने हुन्छ है बेलुका चाहिँ कन्सर्ट हेर्न जाने भन्ने छन् सबैजना कन्सर्टमा पनि रमाइलो हुन्छ सो फाइनली गाइज अहिले चाहिँ अब कति सायद दाइ कति 10 बज्यो ठ्याक्क 10 बज्यो होला है सो अहिले चाहिँ 10 बजिसक्यो होइन हामी चाहिँ अब आजको दिन के कस्तो भयो तपाईँहरूलाई अगाडि पनि हेर्नुभयो होला सिनेमेटिक सर्टहरू म राम्रो तरिकाले हालिदिनेछु अनि त्यही हो उताबाट आयो साथीहरूलाई घर छोडिदियो र हामी चाहिँ एकछिन त्यहाँ आज एक्सट्रिम दरबार मार्ग कन्सर्ट थियो त्यहाँ चाहिँ अनि ठ्याक्क लास्ट टाइममा जोन चामलिङ दाईको हेर्ने रहर थियो जोन चामलिङ दाईको कन्सर्ट हेऱ्यो अनि आयो अहिले चाहिँ म रुममा आइसकेँ सो फ्रेस पनि भएको छैन अब एकछिनमा फ्रेस भएर सुत्नुपर्ने हुन्छ भिडियो एडिट गर्नुपर्ने हुन्छ सो त्यही हो गाइज थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो अनि सबैजनाले माया देखाइदिनु होला अनि यदि कोही नयाँ हुनुहुन्छ भने प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब अनि त्यति नै हो अर्को भिडियोमा फेरि म आउने नै छु त्यति बेलासम्मको लागि स्टे सेफ सबैजना आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला भन्दै बिदा हुन चाहन्छु सो सी यू सुन